नमस्ते। कोही कसैको मन दुखेको भयो मेरो कारणले हजुरहरू कसैलाई मन दुखेको भए मलाई रिचार्ज हालिदिनु है। म एकल कल गर्छु अनि हजुरहरू सबैसँग माफी माग्न चाहन्छु, क्षमा माग्न चाहन्छु है। मैले कसैलाई नराम्रो गरेको भए, कमेन्टमा केही भनेको भए, कोहीसँग नबोलेको भए है, कोही टाढा नहुनु होला। मलाई रिचार्ज हालिदिनु, कोहीले 50 कोहीले 100 को रिचार्ज हालिदिनु होला है। म सबैजना एकैचोटि भए पनि कल गर्छु अनि माफी माग्न चाहन्छु, सरी भन्न चाहन्छु मेरो तर्फबाट है। सम्पूर्णलाई रिचार्ज चाहिँ बिर्सेर पनि हाल्न नभुल्नु होला है, सम्झी हाल्नु होला है। फेरि मलाई भिखारी हो भनेर नसम्झिनु है, म भिखारी होइन नि, मलाई खाना लाउन पुगेकै छ पुग्न त। म अनि त्यसपछि मेरो कारणले हजुरहरूलाई चित्त दुखेको होला, रिसाउनु भएको होला, मेरो भिडियोहरू हेर्नुहुन्न, लाइक कमेन्ट रिपोस्ट गर्नुहुन्न, त्यसै कारणले मलाई रिचार्ज हालिदिनुहोस्। म एकचोटि कल गर्छु अनि माफी माग्न चाहन्छु। मेरो भिडियोमा पनि हजुरहरू जानुहोस्, मेरो भिडियो हजुरहरूकोमा आइपुग्नुहुन्न, मेरो भिडियो हजुरहरूकोमा पनि आइपुग्नु पर्ने हो नि। म त हजुरहरूकोमा लाइक कमेन्ट रिपोस्ट फेरि सबै गर्छु, यति धेरै सपोर्टिभ छु। तर हजुरहरूले मेरो भिडियोमा किन वास्ता गर्नुहुन्न? म मान्छे यस्तो भयो नि, भिडियो त राम्ररी बनाउँछु नि है। बाई बाई गाइज, रिचार्ज चाहिँ हालिदिनु होला है त। अनि भिडियोमा गएर रिपोस्ट कमेन्ट अनिवार्य गर्नु होला है।